हेलो नमस्ते साथीहरू। साथीहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। र साथीहरू, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स को-कोलाई परेको थियो र पर्ने साथीहरूले कतिमा बेच्नुभयो है? मैले चाहिँ अस्ति 10 तारिखमा चाहिँ गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर चाहिँ बेचेको थिएँ कि है। ठ्याक्क ₹2000 मा। भरेको ₹100 है। बेचेँ मैले 2000 मा। भनेको मलाई कति 2000% नाफा भएकै हो त। बाफरे! 1000 मा किनेको 20,000 मा बेचियो त साथीहरू। वाह! है कमाइ त पर्यो भने त कडा हो के। पर्न मात्र पर्यो, पर्यो भने चाहिँ कडा त्यसपछि। ल साथीहरू, त्यो चाहिँ म 10 तारिखमा बेचेको थिएँ है। त्यो बेचेको चाहिँ ट्रान्सफर गर्नु मिलेको थिएन, के समस्या आयो भनेर। सो हिजोबाट हो क्या सायद। हिजोबाट चाहिँ हिजो कि 13 तारिख कहिलेबाट चाहिँ यो ट्रान्सफर गर्न मिल्ने भएको छ होइन। र साथीहरू, को-कोले चाहिँ 13 तारिखभन्दा अगाडि को-कोले यसको सेयर बेच्नु भएको छ, त्यसको चाहिँ हजुरहरूले आजसम्म, आज भनेको 16 तारिखसम्म इडिआइएस सेयर ट्रान्सफर गरिसक्नुपर्छ है साथीहरू। यदि हजुरहरूले पनि बेच्नु भएको थियो र हजुरको चाहिँ सेयर ट्रान्सफर गर्न मिलेको थिएन भने साथीहरू यो इडिआइएस गरिहाल्नु होला। यो चाहिँ हजुरहरूको लागि रिमाइन्डर पनि हो। ल त साथीहरू इडिआइएस गरिहालौँ है त। सो यो लगइन गर्नुहोस्। यो कुरा त बेसिक कुरा भइहाल्यो। लगइन गर्नुहोस्, माई पर्चेज सोर्समा जानुहोस्। पर्चेज सोर्स क्याल्कुलेट गर्नुहोस् साथीहरू। होइन यो पर्चेज सोर्स हो यसलाई कहाँ अनि अब जानुहोस् माई होल्डिङ्समा। माई होल्डिङ्स गएर यसमा जानुहोस्, सर्च गर्नुहोस् ब्ला 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 है। यो भइहाल्यो। यसलाई यो कति दिन हजुरले होल्ड गर्नुभएको यो देखाउँछ होइन। यो भइहाल्छ। र अब जानुहोस् माई इडिआइएसमा जानुहोस्, ट्रान्सफर सेयर्समा भ्यू डिटेलमा जानुहोस् र अब जानुहोस् हजुरले यहाँ गएर अनि प्रोसिड गर्नुहोस्। प्लिज भेरिफाई द लिस्ट बिफोर सबमिटिङ ए रिक्वेस्ट। सो आई अग्री टु डेलिभर अबभ मेन्सन रिक्वेस्टेड सेक्युरिटिज फ्रम माई अकाउन्ट है। सो यसमा आई अग्री गरिदिनुहोस् अनि कन्फर्म गरिदिनुहोस्। ल साथीहरू, सक्सेसफुल्ली रिक्वेस्टेड फर ट्रान्सफर सेयर। ल यति भएपछि मेरो सेयर सक्सेसफुल्ली ट्रान्सफर भइसकेको छ। र साथीहरू, हजुरहरूले कतिमा बेच्नुभयो त्यो पनि कमेन्ट गर्नु है। सुनौ न कति साथीहरूलाई परेको रहेछ, को-कोलाई परेको रहेछ, कतिमा बेच्नुभयो सुनौ साथीहरू, कमेन्ट गर्नुहोस् है। ल साथीहरू, यही नै थियो छोटो मिठो भिडियो। र सेयर मार्केटको हरेक अपडेटको लागि चाहिँ साथीहरू मसँग जोडिनुहोस्। यस मेरो गुरु च्यानलमा जोड्नुहोस्। म हजुरहरूलाई गुरु सर, टिचर सर नै हजुरहरूलाई सबै कुरा सिकाउन जाँदैछु। र यदि हजुरहरूलाई केही हेल्प चाहिएको छ भने तल कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू। म एकदम दिल खोलेर हजुरहरूलाई हेल्प गर्न तयार छु साथीहरू है। म खुल्ला दिलको मान्छे हो साथीहरू। हेर्नु, खुल्ला दिलको मान्छे हो। मलाई अप्रोच गर्न धेरै सजिलो छ साथीहरू है। सो केही समस्या छ भने तल कमेन्ट गर्नु होला। ल साथीहरू, भिडियो चाहिँ अब बबाल तरिकाले एक्वायर गर्नेछ मेरो यो च्यानलमा। सो अपडेट चाहिँ भइराख्नु होला। आजलाई यति नै। ल हस् मित्रहरू।